र आजको भिडियो रहेको छ मेसेन्जर सम्बन्धी हैन। मेसेन्जरमा चाहिँ डिलिट भएका ती मेसेजहरू र कसरी रिकभर गर्ने हैन। ती च्याट हिस्टोरीहरू चाहिँ हाम्रो डिलिट गरेका हुन्छौँ र ती च्याट हिस्टोरीहरूलाई चाहिँ हामीले कसरी रिकभर गर्न सक्छौँ त। र त्यसको लागि भयो। र अर्को चाहिँ के हुन्छ भने यो सेटिङको फाइदा अर्को के छ भने हामीले जुन मोबाइलमा फेसबुक मेसेन्जरहरू चलाइरहेका छौँ त्यो मोबाइलबाट साथीहरूसँग च्याटिङ गरिरहेका हुन्छौँ र कहिलेकाहीँ हामी डकुमेन्टहरू पनि साटासाट गरिरहेका हुन्छौँ र त्यही सेम आइडी अर्को मोबाइल अर्को डिभाइसमा हामीले कनेक्ट गरिसकेपछि अर्को मोबाइलमा लगइन गरिसकेपछि चाहिँ ती पहिला गरेका च्याटहरू चाहिँ केही पनि नदेखिने हैन, च्याट हिस्ट्रीहरू केही पनि नदेखाउने त्यस्तो समस्या छ। र त्यसको लागि चाहिँ हामीले यो भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नु होला। सम्पूर्ण जानकारीहरू यो भिडियोमा दिएको छु। र यसको लागि चाहिँ हामी सबैभन्दा पहिले मेसेन्जरमा जानुपर्ने हुन्छ। मैले मेसेन्जर ओपन गरेँ र मेसेन्जर ओपन गरिसकेपछि हामी मेनुमा क्लिक गर्नु होला र यसपछि हाम्रो मेसेन्जर प्रोफाइल ओपन हुन्छ र यस प्रोफाइलको मुनितिर चाहिँ हजुरले देख्न सक्नुहुन्छ सेटिङको अप्सन। त्यो सेटिङमा क्लिक गर्नु होला र सेटिङमा क्लिक गरिसकेपछि यहाँ रहेको छ प्राइभेसी सेफ्टी भनेर रहेको छ, यसमा क्लिक गर्नु होला र यसपछि चाहिँ यहाँ देख्न सक्नुहुनेछ हैन सेक्युरिटी अप्सनमा चाहिँ इन टु इन इन्क्रिप्टेड च्याट भनेर रहेको छ, यसमा क्लिक गर्नु होला। र यहाँ चाहिँ हजुरले देख्न सक्नुहुनेछ मेसेज स्टोरेज भनेर रहेको छ हैन। यो अप्सन चाहिँ हजुरकोमा अफ हुन सक्छ, यसलाई चाहिँ अन गर्नु होला है त। र यसलाई अन गरेपछि के फाइदा हुन्छ भने हजुरले चाहिँ अर्को मोबाइलमा या अर्को डिभाइसमा हजुरको फेसबुक एकाउन्ट लगइन गरिसकेपछि पनि पहिला गरेका ती च्याट हिस्टोरीहरू चाहिँ सबै सो गर्छ भने यसलाई अफ गरिसकेपछि चाहिँ हजुरको केही पनि च्याट हिस्टोरीहरू सो गर्दैन है त। र यसलाई सिम्पली अन गर्नको लागि चाहिँ यसमा क्लिक गर्नु होला र यसमा क्लिक गरिसकेपछि माथि सबैभन्दा माथि फर्स्टमा रहेको छ टर्न अन भनेर रहेको छ, यसमा क्लिक गर्नु होला है त। र यसमा क्लिक गरिसकेपछि मेरो चाहिँ यसरी अन भइसकेको छ। म ब्याक गएँ र यहाँ चाहिँ देख्न सक्नुहुन्छ मेसेज स्टोरेज अन भनेर रहेको छ हैन। यहाँ चाहिँ अब बाँकी जुन हजुरले यति गरिसकेपछि हजुरले अर्को मोबाइलमा हजुरको फेसबुक एकाउन्ट लगइन गरिसकेपछि पनि हजुरका पहिला गरेका ती च्याट हिस्टोरीहरू चाहिँ सबै सो गर्नेछ। धन्यवाद।